गुरुजी नमस्ते। नमस्ते भन्नुहोस्। आज हाम्रो भेट भयो कि अनि तपाईँ पनि यता आउनु भएको रहेछ। खेदाउनको यो कुन ठाउँ छ हामी चाहिँ अहिले भेट भएको ठाउँ चाहिँ? हामी त अहिले खेदाउनको यो एक्सपो भन्ने ठाउँको नजिक एउटा पार्क रहेछ, त्यो पार्कमा छ। हजुर। त्यो पार्कमा एकदम नेचुरली रुख बिरुवाहरू एकदम धेरै रहेछ। हजुर। यसलाई हेर्दै हामी एकदम। अनि तपाईँलाई चाहिँ यहाँ आएर यसो बस्दाखेरि चाहिँ यहाँ घुम्दाखेरि चाहिँ तपाईँले कस्तो महसुस भइरहेको छ? गाउँठाउँको याद आइरहेको छ होला है? ठ्याक्कै गाउँघरको झल्को आएको छ मलाई, ठ्याक्कै तोरीमुलको झल्को आएको छ, डुवाघर घुम जस्तो भएको छ मलाई। अनि गुरुजी तपाईँहरू को आउनु भएको छ घुम्न? मसँग तपाईँसँग भेट भयो, साथीहरू आउनु भएको छ कि तपाईँ एक्लै आउनु भएको छ? किसान कुमार भट्टजी पनि आउनु भएको छ, उहाँ पनि एकदम रमाइलो मान्छे। हजुर। कहाँ हुनुहुन्छ? उहाँसँग भेट गराउन सक्नुहुन्छ अहिले? ल जाउँ न त उता भेट्न उहाँलाई पनि। ओ सर, हजुर नमस्कार। हजुर ए हजुर पनि घुम्न आउनु भएको रहेछ, धेरै हो भेट्नु भएको हजुरसँग। हजुर पनि घुम्न आउनु भएको रहेछ। अनि कस्तो भइरहेको छ आजको घुमघाम? रमाइलो फिल भइरहेको छ। हजुर। यो हाम्रो हामी बस्ने ठाउँको नजिकै हो यो ठाउँ। हजुर हजुर। अहिले यता आएर कस्तो फिल भइरहेको छ, कस्तो महसुस भइरहेको छ भन्ने कुरा चाहिँ हजुर। त्यसको व्याख्या गर्नु पनि मलाई अलिक गाह्रो होला जस्तो भइरहेको छ। ए भनेपछि तपाईँलाई हाम्रो नेपाल, हजुर नेपालमा नि आफ्नै गाउँठाउँ, हजुर आफ्नै घर वरिपरि, हजुर ती डाँडा पाखा, हजुर यो त्यही हो समग्रमा भन्दाखेरि एकदम झझल्को आइरहेछ। आफ्नो देशलाई सम्झेर अहिले ल ठिक छ। आज साथीहरूसँग भेट भयो होइन, रमाइलो लाग्यो त्यो रमणीय वातावरणमा होइन। पार्कमा छौँ हामी। यहाँको वातावरण एकदमै राम्रो छ। हाम्रो गुरुजीसँग पनि भेटघाट भयो, एकदम खुसी लाग्यो होइन। सँगै हाम्रो कृष्णजी त अब छुटाउनै नमिल्ने मान्छे होइन, एकदम मुस्कान सहित हिरो भएर बसिरहनु भएको छ। भेटघाट भयो, खुसी लाग्यो। फेरि त्यस्तो भेटघाट चाहोस् भन्ने हाम्रो कामना होइन। एकदम हस् सर, धन्यवाद। एकदम सर धन्यवाद। फेरि पनि भेट्दै गरौँला है त। एकदम बाई।